हेलो एभ्रिवान, गुड आफ्टरनुन। आज बिदाको दिन पारेर म यहाँ तौदह आएको छु। अब यो तौदहमा चाहिँ आउनुको कारण चाहिँ यहाँ चाहिँ सुनचुरे हाँस रेड क्रेस्टेड पोचार्ड आएको छ। अहिले यो यहाँ झाङभित्र यो तल यहाँ रेस्ट गरिरहेको छ सुनचुरे हाँस। अनि यो सुनचुरे हाँस वाटर डग हो र यो भेजिटेरियन डग हो। अनि यो डग चाहिँ सायद इन्डियाबाट आएको हुनुपर्छ र यो वेदर बिग्रेको कारण यहाँ ल्यान्ड भएको हुनुपर्छ। नर्मली यो डगहरू यो सुनचुरे हाँस चाहिँ हामीले जगदीशपुर तालतिर चाहिँ लफ्टै भेट्न सक्छौँ यो विन्टर माइग्रेसनको टाइममा। अनि यो हाँसहरू चाहिँ नर्दर्न बेल्ट अफ चाइना, साइबेरिया, रसियाबाट जाडो छल्नलाई, आइसहरू छल्नलाई चाहिँ तराईतिर, त्यसै गरी इन्डियामा आउने गर्छन् भने अब यो अहिले चाहिँ यो फर्किने टाइम हो। यो फर्किने टाइममा चाहिँ यिनीहरू यस्तो तालहरू, यस्तो विभिन्न ठुलो ताल, यिनीहरूलाई हेबिटेट मिल्ने ठाउँमा चाहिँ यिनीहरूले ल्यान्ड गरेर रेस्ट गर्ने गर्छन् एज अ ट्रान्जिटरी पोइन्ट। र तौदह चाहिँ एउटा ट्रान्जिटरी पोइन्ट हो विभिन्न माइग्रेटरी बर्डहरूको लागि, अनि स्पेसली वाटर डगको लागि। भने अहिले यो हेबिटेटमा चाहिँ हाँसहरूको लागि खानयुक्त लेउहरू त्यति छैन र टोटली मोडर्नाइज वेमा यहाँ धेरै होटेलहरू छन्। अनि यो ठाउँलाई चाहिँ प्रिजर्भ गर्नुपर्छ जस्तो लाग्छ। अनि राइट नाउ चाहिँ वी आर हियर। म चाहिँ यो वर्ष फर्स्ट टाइम यो ठाउँमा आएको हुँ टौडहमा। यो फर्स्ट टाइम चाहिँ यो टौडहमा आएको हो सुनचुरे हाँसको कारणले। नत्र भने टौडहमा खासै यो वाटर डग माइग्रेटरी बर्डहरू आउने क्रम एकदम घट्दै गइरहेको छ एज कम्पेयर टु नागदह। नागदह पनि धेरै डिग्रेड भइसक्यो, बट नागदहमा यो 2025-26मा चाहिँ धेरै माइग्रेटरी बर्डहरू हामीले हेर्न पाएका छौँ भने यता टौडहमा चाहिँ अलि एट्र्याक्टिभ डग सुनचुरे हाँस चाहिँ पहिलो पटक आफ्टर 2021 आएको हो। अनि धेरै फोटोग्राफरहरूले चाहिँ यो वाटर डगको फोटो खिचिसकेको छ, मैले पनि खिचेको छु। सो लेट्स इन्जोय द सुनचुरे हाँस। थ्याङ्क यू।